ए स्विजरल्यान्ड किन जानु पर्यो? ल हेर्नु स्विजरल्यान्ड यहीँ हाम्रो नेपालमा यस्तो आनन्दको स्विजरल्यान्ड। ल हेर्नु तलबाट चाहिँ यस्तो खोला बगिरहेको छ। माथि ल हेर्नु स्विजरल्यान्ड भन्दा अझै राम्रो। ल हेर्नु त हामी त्यस्तो चाहिँ नि गर्मी ठाउँमा मधेसमा चाहिँ नि बसेका मान्छे यो पहाडको चाहिँ नि टुप्पो टुप्पोहरू हेर्दाखेरिमा ल हेर्नुहोस् आनन्द स्वर्ग भनेको यही हो स्विजरल्यान्ड। हेर्नु त स्विजरल्यान्ड ठ्याक्कै यस्तो यो पहाडको टुप्पामा बस्न पाए कति आनन्द हुन्थ्यो नि आनन्द। त्यो गर्मी ठाउँमा तराईको गर्मी ठाउँमा चाहिँ नि बसेर यो डाँडाकाँडा हेर्न आउँदाखेरिमा त अर्केरै नजाम जस्तो हुन्छ त। अनि स्विजरल्यान्ड भनेको यही हो। हेर्नुहोस् नेपालको स्विजरल्यान्ड यस्तो आनन्दको हरिया हरिया डाँडाहरू है पहाडहरू। त्यो पहाडको टुप्पोमा गएर बस्न पाए कस्तो आनन्द हुन्थ्यो होला। यही हो स्विजरल्यान्ड भनेको।